हेलो गाइस, आज चाहिँ भने हामी परिवार सबैजना आज शिवरात्रि, त्यसले गर्दा आज शिव भगवानलाई जल चढाउनु। जस्तै यहाँ आज शिवरात्रिको शिव भगवानको आज शिवको पूजा जल चढाउने दिन हो। त्यसैले गर्दा आज मेरो मिसेस, मेरो बुहारी र यहाँ अहिले भित्र गणेशको पूजा भइसक्यो। अहिले चाहिँ यहाँ यसरी यहाँ मिसेसले अब उयो गर्दैछ। खतौ त्यो यहाँ बान्नुपर्छ, त्यो यहाँ बान्नुपर्छ। यहाँ बुहारीले पानी हाल्दैछ, पानी चढाउनुलाई। यहाँ फेरि मेरो नातिनी एकदम बिजी छ। ढोक्नुपर्छ ढोक्नुपर्छ ढोक्नुपर्छ, चकचक गर्नु हुँदैन ल। आज चाहिँ अब यसरी जल चढाउँदैछ। त्यस पश्चात फेरि दुध चढाउने छ र यसरी आज शिवरात्रि। सबैजनाले पनि ह्याप्पी शिवरात्रि है। तपाईहरुले पनि यसरी पूजा आजाना गर्नुहोला र सबैलाई फलिफाप हुनेछ। जसरी यसरी पूजा पाठ गर्नुहोला गाइस। र तपाईहरुलाई कस्तो लाग्छ, के लाग्छ है, लाइक कमेन्ट शेयर गर्नुहोला स्किप नगरिकन। र आज चाहिँ अब चाहिँ फेरि मेरो बुहारीले दुध चढाउँदैछ। बेलको पत्ता चढायो पहिला, बेलको पत्ता चढाऊ। पहिला बेलको पत्ता राख्नुपर्छ त्यहाँ मुनि 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 हो, त्यहाँ हो, त्यहाँनिर सिक्काम त्यहीँ चढाउनुपर्छ। सिक्काम पहिला राखा। यसरी अब चढाउँदैछ बुहारीले। त्यस पश्चात मेरो मिसेस बुढीले भनौँ गाइस, यो स्किप नगरी हेर्नु होला र पूजा आजना जसरी यहाँ होस् खेलोस्। आज चाहिँ यहाँ बुढीले चाहिँ धुप पनि बाल्दैछ। धुप बालेर अब यहाँ मेरो पुच्चे दुईजना कुद्दैछ। त्यही मुनि नै अघिकै ठाउँ शिवलिङमा चढाउनु हो त्यहाँ। र पूजा आजना घिउ यहाँ चाहिँ यो मिसेसले पनि धुप बाल्दैछ। घिउ माथि लगाइदेऊ, माथि हो त्यहाँ राखेर छोडिदेऊ, त्यतिकै ट्याप्पै टालिदेऊ न। यो चाहिँ मक्खन घिउ भनौँ न, यसरी चढाउँदैछ। फुल चाहिँ त्यो शिवलिङ माथि राख। यो मिसेसले धुप घुमाउँदैछ। शिवलिङ माथि नै, त्यो छेउमा लानु हुँदैन है, नाक तर्सिन्छ अरे। आगो धुप घुमाउँदा अलग्गै घुमाउनु अरे। यसरी यो पूजा आजना। र गाइस, तपाईहरुलाई कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्नुहोला। आज चाहिँ शिवरात्रि है, तपाईहरुले याद गर्नुहोला। दर्शकहरुलाई डेली मनोरञ्जन दिँदैछु। मिठाई फुल चढाउनु हुँदैछ शिवलिङमा। वाउ, अब चाहिँ भने फेरि मेरो मिसेसले जल चढाउनु हुँदैछ। अब मुनिबाट पक्रा, मुनिबाट हो, यसरी हो, त्यो मुनिबाट पक्रा। माथि माथि त्यहाँबाट चाहिँ आरामले जान्छ नि। हो यसरी। कानमा कानमा यहाँ चाहिँ यता के भन्छ, नन्दु है, नन्दी। नन्दीलाई कानमा फुक्दैछ। कानमा अब के छ, विष माग्नु, र उहाँले विष माग्दैछ। यसरी सबैभन्दा ठुलो विश्वास हो। र यसरी संसारै विश्वासले टेकेको छ, त्यसैले गर्दा विश्वासले हुन्छ। होइन त्यसबाट चढाउनु हुन्छ, त्यो जन अलग
अन्त विश्वास हो सबैभन्दा ठुलो। नन्दीलाई कानमा के अब विष माग्नु है, दुवा प्रार्थना गरेर अब यसरी प्रार्थना गरेर के माग्ने र यसरी माग्नु हुँदैछ विष। र अरू पनि आउनु भएको छ यहाँ जल चढाउनु, उहाँहरूले पनि जल चढाउँदैछ, दुध चढाउँदैछ। गाइस स्किप नगरिकन हेर्नु होला गाइस, र तपाईँहरूलाई के कस्तो लाग्छ है। हाम्रो पूजा गराइ चाहिँ यस्तो छ र तपाईँहरूको कस्तो छ है, र तपाईँले स्किप नगरी हेर्नु होला। र यसरी सबैजनाले आज त किनभने आज शिवरात्रि भएर धेरै ठाउँमा यसरी शिवलिङ्गमा आज जल चढाउने, दुध चढाउने धेरै ठाउँमा छ। आज धेरै मन्दिरहरूमा आज अलिकति भिडभाड चलि नै रहेको छ, र त्यसैले गर्दा आज हाम्रो चाहिँ यहाँ परिवार लिएर यसरी आइरहेको छ गाइस। र कस्तो लाग्छ है तपाईँहरूलाई आजको मेरो मनोरञ्जन चाहिँ आज यति नै पाउनुहुनेछ। र भोलि फेरि अर्को नेक्स्ट ब्लगमा तपाईँहरूले मलाई भेट्नु सक्नुहुनेछ गाइस। ओके, बाई बाई।